के तपाईँलाई थाहा छ हप्ताका 7 दिनमध्ये बिहिबारलाई किन गुरुवार भनिन्छ र यसले तपाईँको भाग्य कसरी बदल्न सक्छ? सौर्यमण्डलको सबैभन्दा ठुलो ग्रह बृहस्पति र सृष्टिका पालनकर्ता या पालनहार विष्णु यी दुवैको संयुक्त ऊर्जा बिहिबारको दिन पृथ्वीमा सबैभन्दा सक्रिय हुन्छ। यो दिन केवल पूजा गर्ने दिन मात्र होइन, यो त आफ्नो चेतना र भाग्यलाई विस्तार गर्ने विशेष साइट हो। शास्त्र भन्छ गुरु विष्णु गुरुर्देवो महेश्वरम, अर्थात् बिहिबार पहेँलो वस्त्र लगाउनु वा केराको पूजा गर्नुको अर्थ प्रकृतिमा रहेको सत्व गुणलाई आत्मसात गर्नु। उसको जीवनमा गुरु र ज्ञानको कमी हुन्छ, उसको धन र सफलता बालुवाको महल जस्तै हो। यदि तपाईँको काम बिग्रिरहेको छ वा मन अशान्त छ भने यो बिहिबार एकपटक शान्त भयो ओम नमो भगवते वासुदेवाय मन्त्रको जप गर्नुहोस्। याद राख्नुहोस्, जसको गुरु बलियो हुन्छ उसको लागि संसारको कुनै पनि ढोका बन्द हुँदैन। यस्तै अचम्मका पौराणिक गाथा र जीवनका दर्शनका लागि सनातन टेल्ससँग आजै जोडिनुहोस्। आफ्नो धर्म चिनौ, आफ्नो जरो चिनौ। जय सनातन, जय गुरुवार।